यो चाहिँ आफैले बनाएको तिम्रो छोरा हो कि आयो जस छोरा र माछा आइकेर अर्को माछा 7 मिनेट अगाडि कल गर्दा यस्तो भइदिएर भाँचिरह एक्कासी अब मेकानिक आइसक्यो उयो अति छ फाइनली हामी खामखोडी इन्टर भइसकेका छौँ यस्तै भइसकेको छ स्कुटर आवाज चाहिँ यहाँ आइसकेका छौँ हामी चाहिँ यहाँ ट्याक आबु खैरेनीबाट हल्का 5 मिनट जति अगाडि हिँडेको ट्याक्क यहाँ चाहिँ एना पोखरी भन्ने ठाउँमा आइपुग्यो हामी चाहिँ होइन अनि यहाँ अस्ति जाँदाखेरि पनि हल्का यसलाई देखेको थियो यहाँ पोखरी छ भनेर चाहिँ तर हल्का के अरे हतारको कारणले चाहिँ हामी झ्यामझुम चलिदिएको थियो अहिले चाहिँ झ्याप्पो रोकेर हल्का ब्रेक पनि अनि ट्र्याक्क हल्का घुमघाम पनि हुन्छ भनेर चाहिँ यता पोखरीतिर आइदिएको यहाँ चाहिँ टिकट काट्नु पर्ने रहेछ 50 पर पर्सन 50 रहेछ तर त्यस्तो हल्का पानी पर्ने सिजनमा चाहिँ बवाल हुन्छ होला तर त्यस्तो चाहिँ छैन होला जस्तो लाग्छ है माथि त्यही पनि घुम्न आइदिएको हो घुम्नु न त भनेर पछि दिन ए केटा जलपरी रहेछ यहाँ चाहिँ जलपरी चाहिँ बाहिरै के गरेर हो यत्तिकै यहाँ आनन्दसँग यस्तो रहेछ है अगाडि अस्तिर आयो यस्तो चाहिँ माथि चाहिँ भिड पहाड तराई पहाड यस्तो छ केटा यस्तो छ यहाँ माथि चाहिँ दामी रहेछ ट्र्याक्टर माथिसम्म हिँड्नु जानुपर्ने रहेछ यहाँ चाहिँ घोडा पनि रहेछ ए घोडा रे हात्ती पनि रहेछ हात्तीको पछाडि चाहिँ त्यहाँ खरायोहरूले टिकटक बनाएर आयो त्यस्तो चाहिँ खरायोहरू दान हाल्ने यहाँ रहेछ है केटा दान हाल्ने फेरि हामीलाई पनि दान दिनुपर्छ जस्तो 5 रुपियाँ क्यास छ हालिदिइहाल्ला त ल ल ल ल यता एकछिन यता हेरेर इस्माइल ल मेरो आइदिनु न गयो भने गइहाल्यो नि गइसक्यो छोड्दै माथि वाकिङ हान्दै जानुपर्ने रहेछ हेरेको भनेको राम्रो लागेर भन्यो आम्मा कसम यस्तो छ है यहाँ चाहिँ वाकिङ हान्दै माथिसम्म आइपुग्यौँ हामी ल बच्चा बच्चाहरूको लागि खेलकुद कार्यक्रम पनि हुने रहेछ यतातिर चाहिँ ल थाकेको अवस्था तलबाट हामी चाहिँ यहाँ माथि आइसकेका छौँ यस्तो छ है ल पानी पर्दै थियो ल दोस उता एकचोटि उता गइदिउँ न उयो त्यो अरिङ्गल रहेछ यार दोस त्यहाँ हेर न कहाँनिर उता हेर न त्यो गोलो होइन मैले उ त्यो गोलो क्या दोस हो चाहिँ वाकिङ हान्ने स्टाइल चाहिँ ठाउँ छ उयो अगाडि उ रहेछ नि त दोस हात्ती गणेश भगवान्को मूर्ति ए लभली है यो चाहिँ उयो तर यार यो त पानी पनि भेटिसकेको छ है दामी बाह्रमा ऊ राजा चाहिँ यता राजा रानी एकै साथमा ल यता चाहिँ ऊ ल दामी बनाएको रहेछ यार यतातिर यो चाहिँ है ढुङ्गाको चाहिँ यो चाहिँ आफैले बनाएको तिम्रो छोरा हो कि आयो जस छोरा र बुढी हो कि यहाँ दामी छ त यार यस्तो ढुङ्गामा यस्तो बनाउनु चाहिँ है बबाल है बबाल ल गाइज अब सिधै हामी बाटोमा भेट्नेछौँ अब कहाँ पुगेर अब हामीले ब्रेक लिन्छौँ त्यही गएर भेट्नुपर्छ 2000 years later फाइनली गाइज वी आर एट मलेखु यस्तो छ हालत ल दोस्को फेस यस्तो छ है ल परमले फेरि एकदमै सेतो ड्रेस कालो भइसकेको छ यस्तो भइसक्यो यार अनि मेरो चाहिँ कालो ड्रेस सेतो भइसकेको छ निचलबाट त्यहाँ निश्चल भाइ चाहिँ भर्खरै आइसक्यो यहाँनिर
निशा भाइ यस्तो यस्तो धुलै धुलो भइसक्यो निशा भाइ म झन् त्यस्तै छु धुलै धुलो भएर बबाल धुलै धुलो माछा खाइदिउँ मैले केटा माछा खाइदिउँ अनि त्यसपछि फेरि गाइस यहाँ शर्मा होटेलमा ट्याक्क माछा खाना आएको आगोमा बनाएको छ यो चाहिँ झिङ्गे माछा हो यो कसलाई आज त सकिन्छ त नि त्यो पनि चल्दैन नि हल्का छिटै पुग्याउनु भेराइटिज अफ माछा छ है यहाँ त यसरी धुन्डाएर पनि राखिन्छ माछाहरू कुन माछा खाने होला केटा यो माछा हान्ने हो यो खोलाको लोकल त्यसै खोलाको लोकल यो 400 यो 250 यो वाला 300 सिद्ध गर्दैन कुन खाने केटा खाने एउटा टिकको माछा माछा त सबै एउटै होला कुन माछा खान्छ थाहा छैन अब अगाडि गएर मुखसुख धोएर फ्रेस भएर आउनुपर्छ हुन्छ झिङ्गे माछा त्यस्तो हुँदैन क्या 2 प्लेट आमै 2 प्लेट यो पनि हल्का गरिदिनु हल्का ड्राई मैले खाएन 1 प्लेट लाग्न हल्का आधी प्लेट हो क्या A few minutes later. झिङ्गे माछा आयो केटा झिङ्गे माछा आइसक्यो खै त्यो अचार चाहिएको त यो सबै एकैचोटि झ्याममा हानेर क्या यो प्राउन माछा हो नि यो प्राउन स्मेल यो काँडा चाहिँ फाल्नु पर्ने छ यसरी स्याकको काँडा फाल्ने होइन अनि यसरी अचारमा ट्याक्क गर्ने अनि झम 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 खानु काँडा चाहिँ किन काँडा फेल पर्ने अड्क्यो भने अर्को माछा 7 मिनट अगाडि कल कुक पनि आइसक्यो कुकसँग ट्याक्क माछा सकिसक्यो तर कुक चाहिँ आयो भर्खरै अब कुकसँग के खाने हो यार अब के नखाने अब डाइरेक्ट घर चल्दी सेते खाएर होइन त विशाल भाइ आजको भ्लग हल्का ढिलो आउँछ जस्तो किन मिरिट गएर खाएन टाइम अलिक पुगेर ट्याक्क खाजा खाएर अब यहाँ अगाडि पेट्रोल हालेर डाइरेक्ट अब काठमाडौँतिर लास्ट गर्मी छ अरे यतातिर पनि अति गर्मी छ यहाँ बजार है त्यहाँभित्र छिराइसकेको छ त्यहाँभित्र आँप हन्टिङ है अब त आँप हन्टिङ हानिन्छ कति आँप हन्ट हान्न सकिन्छ हेरमै गाडी छ फेरि मान्छेले पढाउनु पनि सक्छ निक्ल्यो के छैन छ त सानो सानो हो र एक लट हेरेर आइदिउँ न त होइन एक लट हेरेर आइदिउँ अति सानो रहेछ यार है हामी अस्ति आउँदाखेरि त ठुलो थियो लास्ट सानो अब चाहिँ पेट्रोल हालेर 1000 पेट्रोल हाल्छौँ होला खै कतिको जान्छ 1000 भन्दा पनि बेसी नै जान्छ होला एप्रिलमा त ज्यापको चाहिँ पेट्रोल हालेर काठमाडौँतिर है त ल सिधै अब काठमाडौँतिर भेटौँ है त यस्तो भइदिएर भाँचिरह्यो यार एक्कासी बाटो यस्तो खतम भएर म त कसको बाइक आयो पछाडिबाट भनेर भनिरहेको थिएँ क्या ल यस्तो है यहाँबाट ट्याक्टर निस्केर यहाँ भइसक्यो यहाँ साइलेन्सर हाले ट्युबको हाम्रो अब के गर्ने होला त अब ग्यारेज स्यारेज यहाँ टेन्सन भयो ढिला भइरहेको बेला माछा पनि झरेको बाटो त कन भएछ क्या गाई पोपट हो गया
ढिल्ला भयो नि त यहाँ हल्का अफरोडमा ड्याङ भएको थियो त्यो झ्याकेको थियो अनि त्यो त आउँदा आउँदा हल्का यतातिर धेरै नै अफरोड छ क्या अफरोड आउँदा 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 एउटा नट झरेको रहेछ अगाडि नै झरेको रहेछ हल्का थाहा भएन त्यो अगाडि एउटा नट झरेर चाहिँ यो साइलेन्सर नै भाँचिएको छ साइलेन्सरको भाँचिएको पनि देखाइदियो साइलेन्सर नै भाँचिएको अवस्था खै त देखा जाँदा फेरि अनि यहाँ चाहिँ अब वेल्डिङ गर्न मिल्दैन अरे यहाँ अर्को वेल्डिङ मात्रै हुन्छ अरे यसले चाहिँ हल्का त्यो मेल्ट गरिदिन्छ अरे पुरै अब हामी चाहिँ हल्का माथि जानुपर्छ अब पुरै साइलेन्सर भाँचिएको साइलेन्सर लगेर अब काठमाडौँतिर अब के हुन्छ पेट्रोल त वाइल खाइदिनु झन् पेट्रोल खाइरहेको थियो अघि अब झन् पेट्रोल खाने भयो के गर्नु कति बजी अहिले 7 बजी त कति 6 बजिसक्यो अब त्यहाँ पुग्दाखेरि त आज 10-11 बज्छ होला बिस्तार जानु पऱ्यो वाइल त भनिसकेको रहेछ टेन्सन भयो गाइस अब यहाँबाट चाहिँ 2 घन्टा जति छ अझै हिँड्नुपर्ने अब यहाँ यस्तो बाटोमा बिग्रियो अब रातिको समयमा झन् के भयो आज फेरि यतातिर बाटोतिर सुत्नुपर्छ जस्तो छ है हल्का रफ राइडिङ भयो रफ राइडिङ भन्दा पनि हल्का अफरोडतिर त झ्याममा एउटा त्यो खाल्टोमा चाहिँ हल्का उयो भयो त्यसपछि अगाडिदेखि नै हल्का नटको लुज हुँदै गइरहेको रहेछ क्या त्यो हल्का हेरेन म झ्याम जुन थाहा भयो पछाडिबाट के हो खतरा मोडिफाई गरेको बाइक आइ क्या पछाडि हेरेको त साइलेन्सर भाँचिएको रहेछ क्या अब के भन्ने आइज ल अब के हुन्छ हेर्दामै यहाँ अब सरले हल्का हल्का मिलाइरह A few minutes later. यस्तो छ है अहिलेको कन्डिसन चाहिँ यो चाँतिर पोलिएर त होला यस्तो भएको यो पनि गयो त्यो पनि हल्ले खाला कहाँको त्यो त मतलब भएन हामीलाई यो यसको टेन्सन भएको अब फेरि बस्छ घुमेर गएको त्यहाँ पनि समाउनुपर्छ निस्क्यो अब डाइरेक्ट तान्दिँदा पनि हुन्छ होला हाम्रो रमित दाइलाई चाहिँ एउटा काठमाडौँमा खोलिदिनु पर्दै राम्रै खोजिदिनु राम्रै ठाउँमा टन्डोरी है फेरि अघिको जुगाड फेरि पुगेर हामी जाने कष्ट गर्नुपर्ने हुन्छ पारिसम्म त्यहाँ राखेर चट्टा हालेर अनि चट्ट चल्नु पर्ने कस्तो भइरहेको छ त रमाइलो भइरहेको छ नि एकदम बवाल एक्सपिरियन्स यहाँ भर्खर मेरो बाउ कला थियो के भन्नु दाजु गाउँको नाम पनि झुट भनेको छ भोलि यहाँ कति बजी इनिस भन्दा 2 बजी भन्दैछ भोलि कट्टा हान्ने होला मलाई तर हामीले मलेकीमा हल्का धेरै नै टाइम गऱ्यो क्या 2 घन्टा 1 घन्टा जति बस्यो खाजा खान 1 घन्टा अनि खाजा खान बस्दैछ 1 घन्टा हराइदैछ अनि हामी कहाँ ब्रेक लियो ब्रेक त अतिले ल डाइरेक्ट मुखीको त पोखराबाट आउँदाखेरि डाइरेक्ट जाने हो मलेकीमा एकछिन बस्ने भन्ने भएको थियो अनि झर्ना देखेर बित्तिकै आएर जुसको ब्रेक लियो अनि मुखलिनभन्दा अगाडि कहाँ ब्रेक लियो हामीले त्यो झर्नामा यत्तिकै ब्रेक लियो ए बोका खल्यो यो ल गाइज हामीले चाहिँ यो यस्तो लगेर यो बोकेर घर गएर स्कुटर लिएर आएको साइलेन्सर बोकेर घर ओइ बस्न एकजना बस्न त्यहाँ सामानहरू के छ यस्तो छ है हालत यहाँ यस्तो छ बिच बाटोमा आएर त्यही भन यार काशी भइदिइराख्यो अघि पुगिसक्ने हो क्या त दोष बुझेनौ अघि पुगिसक्ने अब के भन्नु भाग्य नै यस्तो छ यो भाग्यमा चोट छ यो भाग्यमा है अब यहाँ धन्न त्यही माथि हामी एकचोटि पावर ब्याङ्क छोडेर फेरि गयौँ क्या पावर ब्याङ्क मलिकीमा खाजा खाएर फेरि पावर ब्याङ्क छोडेर फेरि हामी मलिकी पुगेर यहाँ 4-5 किलोमिटर हिँडिसकेको थियो फेरि त ब्याक भएर ड्राइभ गरिदिनु पऱ्यो हामी काठमाडौँ पुग्नु पर्ने यस्तो कन्डिसन भइसक्यो यस्तो छ है यस्तो चाहिँ हाम्रो यस्तो नाइट बसहरूको हिँड्ने स्टार्ट भइसक्यो नाइट बस फेरि पछाडि एकदम
यार त्यो पढ्दै जानुपर्छ अब हाम्रो पढाउने के लेखेको देखिँदैन नि ह्यान्डराइटिङ नै देखिँदैन यो आउँदैन भन न यो भ्लग त पार्ट 1 पार्ट 2 हुन्छ कि क्या यार बवाल है बवाल मजा आइरहेको छ ल इन्जोइङ है इन्जोइङ यस्तो नि एक्सपिरियन्स गर्नुपर्ने हुन्छ राइड गएपछि यत्तिकै भएन भने त होइन यत्तिको चाहिँ हुनुपर्छ तर आज स्टोभले झ्याममा भाँचिदिइराख्यो अनएक्सपेक्टेड यसलाई पकालेर भए पनि फालेर भए पनि गराइदिनु पऱ्यो काठमाडौँ जान्छ हामी त दाइको अब यता बेड सेट छैन त यता सुत्नु पर्ला कोठामा यता सुत्नु पर्ला जस्तो भनेको तपाईँको दाजु अङ्कल छ गीत सुन्दै होइन कि अब आज के गर्ने हो धादिङतिर बस्ने एउटा गीत सक्छ होइन जाने मजाले जाने बरु बिस्तारै जाऊँ होइन जसरी पनि जाने हो तर यत्तिकै आगो पड्काउँदै जाने उयो आगो हुन्छ आगो निक्लिरहेको थियो अघि न र अङ्कललाई गरौँ न गरौँ अब 2 मिनट पक्नु 2 मिनट बगानमा म भोला लिएर आउँछु भोलाको टाउ बितिहाल्छ भोला खाएर झ्यारजुप हाम्रो गरिदिइहाल्नु त झोला यहाँ चाहिँ ल पप्पी हेलो हेलो एग्रेसिभ हो तिमी ल यस्तै छ है अब यो बनिसकेपछि भेटौँ अब के हुन्छ यहाँ चाहिँ बन्दैन जस्तो कुरा गरिरहेको बाजेले हाम्रो बाजेलाई भोला खुवाएर पकाइसकेको छौँ होइन बाजेलाई भोला चोला खुवाएर ट्याक्क हाम्रो कुरा मिलिसक्यो अब यहाँ हुन्छ स्टार्ट है त अब होगा ना मजा सीमित है मजा कैसा कैसा सिंगर करते हैं आप लोग का उम्र है अभी मजा लेने का हम लोग का उम्र गया नहीं गया क्या नहीं गया अभी तो स्टार्ट हुआ है मजा लेने का उम्र तो आपका 95 है आप कितने साल के हुआ हुआ साठ एकदम 60 भनेपछि मेरो आमाभन्दा 2 वर्ष कान्छो मेरो आमा 2005 ल यस्तो क्लिप चाहिँ नहाल के हो त ल हुँदैन के हुँदैन ए ल ल पठाइदिनु किन भने जोर्ने अब लाग्यो नि दियो धड्का बेरङमा अब दिने हो जाता यसका खेलमा अब चाहिँ यसो गर्ने ठिक है ल बिस्तारै जानु बिचमा त धोका दिँदैन होला चाहिँ चस्मा ल्याऊ चस्मा लगाऊ कि चस्मा लगाऊ आँखा हल्का हुनु हान्छ जम्मा चाहिँ तपाईँ रोक्नु है टिटकोलाई यसको टिटकोलाई रोक्नु है ल अल्टर भयो चस्मा चलाउन चस्मा रोक्नु है ल अहिले जानु त किन धड्का दिँदैन अर्थिङ दिएन अब दिन्छ ओइ आँखा नदेखाउन त नि हाम्रो मोबाइललाई नदेखाउ लेदरको डट लाग्छ र त हो नि यार ल गाई त अब चाहिँ अब हुन आँटिसक्यो अब त्यसपछि त ल रात परिसक्यो यार दोष हेर्दा हेर्दै अब त करेन्ट र मिसल त हराउन ल। थाल्यो अब के गर्ने होला दिमागमा जाऊ लाइटको कमी भएछ दोष गाइस अब यो भइसकेपछि हामी बिस्तारै होइन त 20को स्पिडमा अब चाहिँ होइन अब त 100 हान्ने हो 100 हान्ने हो 100 हाल्यो भने चाहिँ स्कुलमै भाँचिन्छ अब चाहिँ बिस्तारै अरू तिमीहरूको मोबाइल छैन भने क्या चस्मा ल अहिले त ट्याक्क हुन्छ यहाँ अब यस्तो प्याक हुन्छ अघि क्रस हुनुपर्ने हो यो बाटो अब यस्तै भयो कन्डिसन होइन भाग्यले नै साथ दिएन त के गर्न सकिन्छ त होइन अब यस्तो प्याक हुन्छ यो बाटो चाहिँ अब वा उकालो चढ्नुपर्छ अब कति बजे पुगिने थाहा छैन अहिले नै कति बजी त कति बज्यो है 7 बजिसक्यो अब ल कसको के गाडी टाउको के टाउको रे टायर पनि पङ्चर भयो जस्तो छ अब ल सिधै अब बनिसकेपछि भेट्यौँ होइन त हाम्रो नयाँ मेकानिक आइसक्यो वे अति छ कपालमा पनि लागेको दामी पारामा बनाएको गाइस हाम्रो त अलमोस्ट डन है अब त अलमोस्ट डन यति भएपछि चाहिँ सक्यो
त्यसपछि चाहिँ दादाहरू चल्दिस सामान चाहिँ हुनु पर्यो वेल्डिङ यहाँ चाहिँ रमित भाइले आधी जति चाहिँ हानिदिइसक्यो आफैले हानिदिइसक्यो यहाँ चाहिँ अलिअलि समय भइसक्यो अब चाहिँ चल्दिस अब यहाँ लास्ट बोकेर साइलेन्स ट्र्याक्टर निकालेर यो त पोखरा जानुभन्दा पनि खतरा एडभेन्चर भयो यार यताबाट फेरि गाडीहरूले ठोकिदिनु पनि सक्छ फेरि त्यहाँ हल्का होसियार हुनुपर्छ अब चाहिँ यो जोडिसकेपछि भेटौँ है गाइज ल लास्ट लामो हुन्छ ब्लग चाहिँ आजको पार्ट 1 पार्ट 2 हान्नुपर्छ जस्तो गाइज आजैसम्म भएको छैन यहाँ अब यो बेडीको काम भइसकेपछि बल्ल हाम्रो काम हुने भयो यहाँ अलिकति चाहिँ हाम्रो जोड त्यो पनि भएको छैन अहिलेसम्म भइरहेको 8 बजिसक्यो अझै यहाँसम्म अझै 69 किलोमिटर गएको छ यहाँबाट के हुन्छ अब हेर्दै जानुहुन्छ अन्त दोस्त अब एडिट गर्दै बस्ने अब लगाएर हामी त ऊ त्यो रुखबाट आँप टिप्दै खाइरहेको हो र कतिवटा खायो आफू आउनु भयो अहिले त्यहाँ अहिले मारिदिन्छ मान्छे छैन त्यहाँ त्यही पनि हामी नखान्छ त्यो छोडेर अनि त्यस्तो भयो अब एडिट गर्दै बस्ने ध्यान जुन अब 1-2 घन्टा आजको भ्लग चाहिँ अति ढिला हुने 1-2 घन्टा लाग्छ होला यहाँबाट यहाँ स्कुटर बन्न त्यसपछि यहाँदेखि काठमाडौँ थानकोट पुग्न चाहिँ 2-3 घन्टा यस्तै छ है यस्तै छ होइन आज राति झन् गाडीले पेल्दिनु गाडी हल्का नाइट बसहरूमा चाहिँ हल्का नाइट गाडीहरूले चाहिँ जुन पेल्छ त्यो पनि मतलब छैन बिस्तारै जाने अब त होइन 2000 years later. फाइनल्ली है त्यसले नै प्रब्लम गरेको जस्तो लाग्यो है यहाँबाट नट हुनु बारे चाहिँ त्यही भएर हो क्या त फाइनली यहाँ बनिसकेको छ तर यहाँ हल्का प्रब्लम भयो यहाँ वेल्डिङ गर्दाखेरि चाहिँ हामीले हल्का मिलाएर अनब्यालेन्स भएर चाहिँ यो यहाँको माथिको नट हाल्नु मिलेन अब म्यानेज आज यहाँ ट्याक्क मिलाएर हाल्छ क्या अब भोलि गएर फेरि वेल्डिङ सोल्डिङ हानेर फेरि मिलाउनु पर्छ अब चाहिँ यहाँ कति बजिसक्यो 8 बजी 9 बजिसक्यो अब 9 बजी चाहिँ यहाँबाट लाग्यो काठमाडौँतिर अब चाहिँ बिस्तारै जानुपर्छ होला होइन ल भन्नु त म यो भिडियो देखाइदिन्छु के गाडी गर्नुभयो भने रिजम दिस भिडियो फर निचल मम्मी है सबैको नि अँ अब सबैको यता गाडी गर्नु यस्तो भयो होइन के गर्नु बाटै त्यस्तै हुन्छ राम्रो बाटो के भयो पेमेन्ट भयो साथी हामी राम्रो बाटो हिँड्न कोसिस गरेको तर नेपालको बाटो यस्तै हो ल झार तल झार अनि सामानहरू हालौँ अनि त्यसपछि चल्दिउँ कस्तो मिठो डाइलग के अरे दोस्त कस्तो मिठो डाइलग फाइनली गाइज अब चाहिँ हामी निस्केको अवस्था झ्यामसुम त्यहाँ पनि रेडी यता पनि रेडी यहाँ चाहिँ फेरि चटपट चप छ है माछा साछा सबै छ अघि फेरि दोषको फेरि माछा झऱ्यो होइन अघि बाटोमा माछा झरिसक्यो अब यहाँबाट डाइरेक्ट काठमाडौँतिर अब चाहिँ धोका दिँदैन होला ल त अब सिधै उता गएर भेट्नु पाउँछ गाइज हामी चाहिँ ट्याक्क कुन ठाउँ हो दोस्त यो दिदी यो कुन ठाउँ हो ए मच्छरी खोला गल्छीतिर साइडमा हो यहाँ चाहिँ सानो रेस्ट 1 घन्टा जति हिँड्यो होला होइन 1 घन्टा जति हल्का रेस्ट हान्दै गइदिउँ न त होइन किन हतार ढिला भइसक्यो अनि ट्याक्क एक्सट्रिम ब्रेक भनौँ न होइन ट्याक्क अब यहाँबाट अब 1 घन्टा आधितिरमा पुगिन्छ होला बिस्तारै गइरहेको छौँ हामी त 40-40मा हान्दै बिस्तारै झ्यामझुम गइरहेको हल्का साउन्ड पनि चेन्ज भएर अब ट्याक्क यहाँबाट थानकोटै अगाडि हुँदै थानकोट पुगेपछि तपाईँहरूसँग भेट्छु म होइन त दोस्त अब एक्सिम खै बाल फलन भाइ ल फेस त मिठो देखिरहेको छ नि गाइज हामी चाहिँ अब यहाँनिर आइपुगिसकेका छौँ यो थानकोटभन्दा तलपट्टि अब चट्ट स्कुटी पनि बनिसक्यो हल्का टाइम लाग्यो 11-11:30 जति हुनु लाग्यो होला यो चाहिँ उयो होइन फास्ट ट्र्याकको बाटो होइन यो माथिबाट चाहिँ फास्ट ट्र्याकको बाटो हो अब यो 10 बजी खुल्छ होला सायद यहाँ अब तपाईँहरूलाई अब बिस्तारै हामी बाटोमा भेट्दै गर्छौँ ल यस्तो छ है केटा नाइटको हालत हाम्रो है लाइट पनि त्यस्तो दामी छैन कि यसरी आउँछ गाडीहरू देखाइदिन्छ यसरी कुदेर आउँछ त्यसैले होसियार भएर हिँड्नुपर्छ है नाइटमा चाहिँ
हामी थानकोट इन्टर भइसकेका छौँ है। यहाँ चाहिँ खतरा चेकिङ हुन्छ होला, तर हामीलाई चाहिँ चेकिङ गर्नु पर्दैन। ज्याम मत चल्दी। कति बजी पुग्यो हामी थानको? कति बजी? मामाहरू चाहिँ यहाँनिर हुन्छ। थानकोट इन्टर है केटा फाइनल्ली। कति 12 बजे चाहिँ 12 बजे होइन 10 बजे 12 बजे 12 बजे 12 बजे चाहिँ हामी फाइनल्ली थानकोट इन्टर भइसकेका छौँ। अब थानकोटबाट सिधै बुढालिङ गन्छ। अब हामीलाई आधी कति 1 घन्टा नै लाग्ला यार है। उता छ 1 घन्टा त दिनै लाग्छ। आजको लागि चाहिँ यति नै केटा। अब चार्ज पनि छैन, सक्दिन, आँटिसकेको छ 5%। A few minutes later. फेरि यस्तै भइसकेको छ स्पिकर। आवाज सुन्नु न, आवाज फेरि यस्तो भइसकेको छ। आमा यसरी त साइलेन्सर हेर्नु न गाइस, साइलेन्सर यहाँ आइसकेको छ। यहाँ ट्राफिकले समात्नु भएको हो हामीलाई चाहिँ। ल बस केटा हामी चाहिँ साब्रोड हुन आइपुग्यो फाइनल्ली। अब घरतिर चल्दिन्छ। यहाँ रमित भाइ प्रवेश भाइलाई छोड्नु गएको छ। अब आजको लागि यति नै, चार्ज पनि छैन। फेरि थानकोटमा आएर एकचोटि फेरि भाँच्छु। अब भोलि बनाइन्छ, भोलि दिउँसभरि ग्यारेजतिर नै हुनुपर्छ जस्तो छ है। ल निचल भाइ, ल बाई भन्दै ल बाई। मेरो चाहिँ कल आएको घरबाट। ल थ्याङ्क यू फर वाचिङ दिस भिडियो है। अब सिधै अर्को भिडियोमा भेटौँला।